खेताला आउने भने हैन खोइ त खेताला ल्याएको पानी पर्छ अहिले छिटो बोलाउँछु खेतालालाई होइन कहाँ मराइछ त्यो जड्या हिजोदेखि झन् छिटो आइज भनेर भनेको त भात नि आइ खाने थियो भने जाँड खारे कतातिर गुल्टेर मर्यो जस्तो छ ओहो ढिला पो भोगिन्छ है अलि छिटो आउनु पर्ने रहेछ उठ्न त म 9 बजीतिरै उठेको सबेरै ओहो आन्टी नमस्कार ल ल नमस्ते नमस्ते कहाँ गएको यति बेलासम्म हो त जहिले चाहिँ छिटै आइज भने होइन कुन चाहिँ भट्टीमा गएर खाएर बसिस होइन खाएको त धेरै छैन 2 गिलास हानेको मात्रै हो त जहिले यस्तै भनेर हुँदैन है म साउले गाडी गर्छौँ ल छिटो काममा ल गरिहाल्छु ल ल आन्टी ल अनि रोकडा चाहिँ कति हो आन्टी रोकडा नभई त फेरि अब मैले काम गर्ने गरेको छैन फेरि आफूलाई फेरि लसुन टोकेर हा गरी बानी छ बेला बेला गएर हुन्छ नि त ल पैसा मागिहालिस् ला नि त ला तर काम चाहिँ राम्रो गर्ने यहाँबाट खन्दाखेरि चाहिँ ठिक हुने रहेछ नि त के गर्छ गर्छ के जोखाना हेरिरहेको अहिलेदेखि राम्रोसँग काम गर भने होइन साउजीलाई भनिदिन्छु तँलाई पक म काम गरिहाल्छु नि ल्याउनु आन्टी यो चामल भात खाल्न हुन्छ तेरो चामल तै खा कति गाह्रो भएको नि कहाँ गएछ नि त्यो आन्टी त्यो फुलहरू चाहिँ म भट्टाभट्टी चोरिहाल्छु अहिले देख्यो भने फेरि समस्या हुनसक्छ फुलहरू चाहिँ अब यो फुल चाहिँ लगेर ट्याक्क मेरो साथीलाई ह्याप्पी कुकुर तिहार भन्नुपर्ने हुन्छ क्या मैले अब यो एक घोडा मकै बाँकी हेरेर छ यो आन्टीलाई के काम अङ्कल आन्टी बुढाबुढी भइसक्यो दाँत साँत झरान लागिसक्यो सुड्डो सुड्डीको मै खाइदिन्छु नि त अलारे मान्छे के लुकाएको तैँले फुल हो फुल डेभिडको भोलि बर्थडे हो नि त भोलि कुकुर तिहार हुन्छ आन्टी अनि हेत्तेरिका तपाईँ पनि रक्सी खान र होला नि साथीको नाम लिएर बदनाम नगर यहाँ ह्याप्पी बर्थडे टु यु डेभिड कुकुर तिहारको दिन बर्थडे परेको जन्मदिनको शुभकामना डेभिडजी शुभकामना जड्या शुभकामना खान्छु भने थियो र त ल्याइदिएको मान्छे त सुतेर छ क्या ए यो रक्सी खाएर बस्यो ल पानी खा होइन यो माछै माछा हिँडेको पानी त कहाँ खान्छु त अनि म यस्तो अनि कहाँ खान्थिस् त शुद्ध पानी रक्सी भए पो खान्थिस् लिउरै लिउ रहेछ आइयो ल ल ल ल हेर त्यहाँ ओ आन्टी खाजा ल्याउनु न हो यार कति काम गर्नु काम गर्दा गर्दै म त भोक लागिसक्यो खोइ त खाजा लिएर ए ल खाजा होइन छैन क्या यो भित्र त माल सामान काम गर्नु पर्यो नि त खाजा खाँदा त लौ न एउटा नि झर्दैन त गुहार गुहार कस्तो मिठो अब यही पानी खाएर भने चित्त बुझाउनु पर्यो अनि त्यहाँ भित्र अम्बाको बोट रहेछ साउनी माथि गएको थिएँ यसो गरेर त्यहाँ हेरविचार गर्नु पर्यो अम्बा चाहिँ नचोरी नहुने भनेर मैले घरबाटै बाल्टी बोकेर आएको थियो अब यो बाल्टीमा अम्बा बोकेर हालेर राख्छु टन्नै रहेछ अम्बा टन्नै रहेछ ल ल है ल हेर होइन जोरा कहाँ मरेछ खन्दै गर भनेको त मरेको कि हाल सुन्टोक्छु भन्थ्यो 1000 रुपियाँ दिएको 1000 रुपियाँ त खारै भागे जस्तो छ बुढोले अम्बा पनि खान्छु भन्नुभएको थियो यसो हेर्नु परेको छ
लौ न लौ गुहार गुहार लहेर लहेर मार लौ न